Welcome to my YouTube सबैजनालाई channel. नमस्कार। हामी अहिले गोर्खा दरबार सङ्ग्रहालय अगाडि छौँ। हामी गोर्खा दरबार सङ्ग्रहालय घुम्न आएको र यहाँ देख्न सक्नुहुन्छ पृथ्वीनारायण शालिग। हामी अहिले गोर्खा दरबारको बाहिर गेट अगाडि रहेको छौँ। अब हामी गोर्खा दरबार सङ्ग्रहालयभित्र जाँदैछौँ। दरबार सङ्ग्रहालय अब हामी चाहिँ भित्र प्रवेश गर्न गइरहेको छौँ है मित्रहरू। यहाँ सर हेर्न सक्नुहुन्छ, ढोका रहेछ, मान्छेहरू बस्यो। अब घाँस काट्ने मान्छे मेसिन रहेछ। पाउँछ होला उ यहाँ पाउँछ कि यता पाउँछ यहाँबाट त्यो पुरानो तोपहरू। ल हामी भित्र छिर्दैछौँ है। यता पाउँदो रहेछ। पाउँदो रहेछ। गोर्खा दरबारको मेनु यो चाहिँ पुरानो ड्रमहरू हेर्न सक्नुहुन्छ, तोप्रो ड्रम। गोर्खा सङ्ग्रहालय हजुरहरूले हेर्न सक्नुहुन्छ मजाले है। भित्र परिसरबाट मजाले हेर्न सक्नुहुन्छ। यहाँ विभिन्न जात जातिका वेशभूषाहरू यसरी सजाएर राखेको छ। त्यसै दरबार सङ्ग्रहालय भनिएको होइन, हेर्न सक्नुहुन्छ हजुरहरूले। हाम्रा राजाहरू यसरी सङ्ग्रहालयमा सजाएर राखेको छ है। ल राजाहरूको जन्मकुण्डली यहाँ यसरी राखिएको छ है, हजुरहरूले हेर्न सक्नुहुन्छ। ल हाम्रो कालु पाण्डे ल हाम्रो पुराना हतियारहरू यसरी सजाएर राखिएको छ एक सङ्ग्रहालयमा। हजुरहरूले मजाले देख्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ। हजुरले यस गोर्खा सङ्ग्रहालयमा अवलोकन गर्न सक्नुहुनेछ है। सायद यो हाम्रो राजगद्दी होला, हेर्न सक्नुहुन्छ हजुरहरूले। आज चाहिँ के घुम्न आएको, रात दरबार घुम्न आएको पृथ्वीनारायण शाह। यो चाहिँ बाजा है, यो चाहिँ पाती चुरो है, यो चाहिँ कालिङ तान्त्रिक मालाहरू यहाँ यसरी राखिएको छ है। अनि यो चाहिँ दोमाङ
यो चाहिँ पुरानो सिक्काहरू हजुरले देख्न सक्नुहुन्छ है। पुराना भाँडा बर्तनहरू है, कस्तो मजाले राखेको है। यो चाहिँ पुरानो भाँडा बर्तनहरू हजुरहरूले हेर्न सक्नुहुन्छ है। र यो चाहिँ कुसुन्डा जातिहरूले है, यो चाहिँ शेर्पा जातिको है, यो चाहिँ कुमार जातिको है, यो कामी जातिको भनेर यसरी देखाइएको छ। यसरी हेर्न सक्नुहुन्छ हजुरहरूले। यो मुलुङ ढोलकीहरू चाहिँ यसरी राखिएको छ। यो चाहिँ लाखे है, यो लामाको पहिरन, गोर्खा सङ्ग्रहालयबाट देख्न सक्नुहुन्छ गोर्खा दरबार माथि डाँडामा हजुरहरूले।